सहकारी महिला सहकारी आमा समूहहरू विभिन्न किसिमका महिलाहरूको सङ्गठनलाई आर्थिक रूपबाट स्वावलम्बन बनाउनको लागि राज्यले विभिन्न किसिमका नीतिहरू बजेटबाट त्यसलाई सम्बोधन चाहिँ गरिदिनुपर्छ भन्ने यसको मान्यता रहेको छ। म बजेट किन पनि बारम्बार भनिरहेको छु भने यसको स्वैच्छिक आलेख हामी पछि भन्दै जाँदा कार्यान्वयनको पाटोमा फेरि बजेट छ है, फेरि कार्यान्वयनको पाटोमा बजेट भएकोले मैले यहाँ बजेटलाई जोड्दै गएको छु। अब धारा 15 मा समानताको कानुनी समानताको कुरा गरेको छ। कानुनको दृष्टिमा सबै समान हुनु पर्यो, करार गर्न पाउने, सम्पत्ति समान रूपबाट सञ्चालन गर्न पाउने, समान अदालती कार्यविधिमा भाग लिन पाउने, वासस्थान छान्न पाउने, घुमफिर गर्न पाउने, यो अधिकार उसको स्वतन्त्रतासँग, यो फेरि फ्रिडमसँग जोड्यो। यसलाई 15 लाई फ्रिडमसँग जोड्यो। इक्वालिटीका कुरा छन्। इक्वालिटी महिला भएकै कारणले कुनै पनि ठाउँमा विभेद चाहिँ देखिनु भएन है भन्ने कुरा चाहिँ हो। कुनै पनि कुरामा कानुनमा देखिनु भएन, संरचनामा देखिनु भएन, अभ्यासमा देखिनु भएन, कार्यान्वयनमा देखिनु भएन, बजेटमा देखिनु भएन भनेर राखेको छ। र अब यसलाई मोनिटरिङ कसले गर्छ त? यति कुरा त लेख्यौँ हामीले, अब लेखेर मात्र त भएन नि, यसलाई मोनिटरिङ कसले गर्ने? मोनिटरिङ गर्ने मेकानिजम त चाहियो नि। अनि मोनिटरिङ गर्ने मेकानिजमको लागि संयुक्त राष्ट्रसङ्घमा एउटा सिडो कमिटी छ, महिला विरुद्ध भेदभाव उन्मूलन गर्ने समिति छ। यो समिति एउटा समिति रहेको छ जसलाई महासन्धि समिति पनि भन्छौँ हामी, सिडो कमिटी पनि भन्छौँ। र यसमा 23 जना सदस्यहरू यसमा चुनावबाट जितेर गएका हुन्छन् र उनको 4 वर्ष कार्यकाल पनि हुन्छ। ऊ आफूलाई स्वतन्त्र हैसियतमा त्यहाँ बसेर काम पनि गर्नुपर्ने हुन्छ। र उसले प्रमुख काम उसको के हो भन्दाखेरि यो जुन राज्य पक्षधर राज्य छन् ती राज्यले जुन 4-4 वर्षमा प्रतिवेदनहरू पेश गर्छन् कमिटीमा, त्यो प्रतिवेदन पेश गरिसकेपछि यो समितिले के गर्छ भने त्यो काम भएको हो कि होइन भनेर हेर्छ। र हेर्दाखेरि उसले के हेर्छ भन्दाखेरि उसले के कुरा हेर्छ भने त्यो देशको संविधान कार्यान्वयन भयो कि भएन भनेर हेर्छ। एउटा बेस त्यहाँ पनि राख्छ। अर्को विभिन्न देशहरूमा जस्तो नेपालमा महिला आयोग बनाइयो, महिला मन्त्रालय बनाइयो। उसले यसको कार्यान्वयनको बाटो किन मैले महिला आयोग र महिला मन्त्रालय जोड्यो भने महिला आयोगले पनि प्लान अफ एक्सन बनाउँछ, महिला मन्त्रालयले पनि प्लान अफ एक्सन बनाएको छ यसलाई कार्यान्वयन गर्नको लागि। प्लान अफ एक्सन त कागजमा बनाएर मात्र पुगेन। अब मेरो अनुरोध के छ भने समितिले कम्तीमा यसको छलफल गरायो, अब महिला मन्त्रालयलाई प्लान अफ एक्सनमा यसको कार्यान्वयनको लागि कति कार्यान्वयन गर्नुभयो त भनेर एकचोटि त्यसको बारेमा रिपोर्टहरू लिनलाई मलाई लाग्छ राष्ट्रिय कार्ययोजना जुन बनाएको छ र त्यस्तै राष्ट्रिय लैङ्गिक समानता नीति 2077 भनेर बनाएको छ, यो नेसनल प्लान अफ एक्सन छ। यो जुन बनाएको छ महिला मन्त्रालयले उसले कतिको कार्यान्वयन गर्यो त स्थिति भएका कुरालाई कार्यान्वयन गर्नलाई के स्टेपहरू चाल्यो भनेर बोलाएर एक दिन छलफल गराएर नै उपयुक्त हुन्छ जस्तो लाग्छ एउटा। दोस्रो कुरा अब यसले सुझाव जुन सिडो कमिटीले सुझाव दिन्छ त्यो प्रतिवेदन पढिसकेपछि अनि उसले सुझाव दिँदाखेरि उसले महिलासँग जोडिएका त्यो देशका कानुन कति छन् र त्यो देशले अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू कति पास गर्यो र त्यो पास गरेको कार्यान्वयन गर्यो कि गरेन भनेर पनि हेर्छ। प्रतिवेदन पेश गरिसकेपछि त्यहाँको संविधानमा संशोधन गर्यो कि गरेन, त्यहाँको महिला आयोग वा महिला मन्त्रालयले त्यसलाई कार्यान्वयन गर्यो कि गरेन भनेर पनि हेर्छ। अनि त्यहाँ कानुनहरू बनायो कि बनाएन, वा त्यो देशले अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू पास गर्यो कि गरेन, र गर्यो भने कार्यान्वयन गर्यो कि गरेन भनेर पनि हेर्ने गर्दछ। र सिडो कमिटीले के गर्छ भने लास्टमा आफ्नो सुझावहरू पनि दिन्छ, आफ्नो सुझावहरू सिफारिसहरू गर्छ, अनुमोदन गरेर सामान्य सिफारिसहरू दिन्छ। र सिफारिस गरिसकेपछि त्यो सिफारिसको आधारमा त्यो देशले फेरि त्यो सिफारिस हेरेर त्यसलाई चाहिँ आफ्नो कामहरूलाई अगाडि बढाउनु पर्ने हुन्छ। त्यो ढङ्गबाट गरेको छ।